पर्दैन रिमोटबाटै चलाउँछन्। यात्री यात्री बोल्नु पर्दैन अरूले नै गलाउँछन्। आफू चल्नु पर्दैन रिमोटबाटै चलाउँछन्। मरे जस्तै चितामाथि सुत्नु मात्रै पर्छ यहाँ। आफू चल्नु पर्दैन अरूले नै चलाउँछ। धेरै साथीहरूले कविता र सिर्जना सुनाइसकेको परिप्रेक्ष्य म आएर यहाँ फेरि पनि सुनाउनु पर्ने, तपाईँहरूको समयलाई एकदम डिस्टर्ब गर्नुपर्ने त थिएन। यद्यपि उद्घोषक मित्रले सम्झिनुभयो। आएको छु, एउटा कविता सुनाउँछु। यो माइक चाहिँ तेजिन्द्रको सारङ्गीको छेउमा कसैले एकछिन पक्रिदिनु भयो भने राम्रो हुन्थ्यो। ओके, तेजिन्द्र यी स्केलमा दिने। जब म कविता सुनाउन, नाटक गर्न या फिल्म खेल्न क्यामेराको अगाडि पुग्छु, म मेरी दिवंगत आमालाई खुबसँग सम्झिन्छु, आफूलाई बिर्सिन्छु। एउटा कविता सुनाउँछु। दसैँ कहिले आउँछ? कहिले रुखमा घाँस काट्दा काट्दै झरेर मरेका मेरा बालाई सम्झिँदै रुन्छौ। कहिले परदेशमा मरेका मेरा दाजुलाई सम्झेर रुन्छौ। कहिले भिनाजुले हेला गरेपछि सहन नसकेर झुक्किएकी मेरी कहिले भिनाजुले हेला गरेपछि सहन नसकेर झुन्डिएकी मेरी दिदीलाई सम्झेर रुन्छौ। तिमी सधैँ रोई मात्रै रहन्छौ आमा, तिम्रो ओठमा मुस्कान कहिले छाउँछ। आमा, हाम्रो घरमा दसैँ कहिले आउँछ? भयो अब त नरोइदेऊ न आमा। दसैँमा भ्याइँदैन भनेर सिस्ने कान्छीहरूले हाँस दाउराको जोहो गरिसके। उता एका बिहानै खाले बाँच्न नपाउँदै बस्तीबाको ढिकीमा गाउँलेहरूले चिउरा कुटेको भक्रङ भक्रङ आवाज आउँछ। घर चिटिक्क पारेर लिप्न कमेरो माटो लिएर आइसके डाँडा घरनीहरू। उता रिजालकोमा यत्रो बाकटे खसिआइसके दसैँ मनाउन। नेवार कान्छा खुकुरी र चुलेसी बोकेर जाँदै थिए सिरानै जेठाको आरामतिर धार लगाउन। दुनियाँ खुसीमा रमाएको बेला तिमी आँसुमै डुबिरहन्छौ। भन न आमा, तिम्रो छातीमा कति गहिरो घाउ छ। आमा, हाम्रो घरमा दसैँ कहिले आउँछ? बरेसीबाट पानी झर्दैन, घरभित्रै धर्र गर्छ। पुरपुरोमा हात राखेर सुस्केर छोड्छौ, तिम्रै थाप्लोबाट पसिना तर्र झर्छ। हामीलाई खाना दिँदा आफू एकछिनमा खान्छु है भन्दै उता फर्किएर रित्तो भाँडोमा आँसु झारेको देखेको छु मैले। मुखियाकी स्वासिनले राणी भनेर दारा किट्दा आकाशतिर फर्किएर ईश्वर पुकारेको सुनेको छु मैले। आँसुको दहमा डुब्दा डुब्दा तिम्रो शरीर नै नुनिलो भइसक्यो। मतिर फर्किएर एकपल्ट भनिदेऊ न आमा, हाम्रो घर अघिल्तिरको बकैनाको रुखमा बसेर कोइलीले कहिले गीत गाउँछ? आमा, हाम्रो घरमा दसैँ कहिले आउँछ? पोहोर पनि यस्तै गर्यौ थाहा नपाए जस्तो गर्या। पोहोर पनि यस्तै गर्यौ थाहा नपाए जस्तो गर्या थिए र हरियाको कोठेबारीमा पसेर एक्लै रुँदा त्यही निदाए थिए। तिम्रो आँसुको पुस्तक बोकेर झर्या थिए तल चुलीमुङसम्म। अहिले मेरा साथीहरू लिङ्गेपिङमा चचमै गरिरहँदा म भने तिम्रो पिरले हल्लिएको छु। यो दसैँमा त जे भए पनि तिमी त्यो फाटेको चोलो फेर न आमा। यो दसैँमा अर्थात् जे भए पनि तिमी त्यो फाटेको चोलो फेर न आमा। तिम्रो बुबु मैले देख्दा केही हुन्न, तर दुनियाँले रमिता ठान्छन्। अनि तिमीलाई पागल बाइफाले भनेर बाँच्नै दिँदैन आमा। तिम्रो बच्चामा बरु नन्नै खेल्नुला तिम्रो काखमा एकपल्ट त हाँसिदेऊ। भन न आमा, अरू घरमा जस्तै हाम्रो आँगनमा मालसिरीको धुन कसले गुन्जाउँछ? आमा, हाम्रो घरमा दसैँ
कहिले कहिले आउँछ कहिले आउँछ? धन्यवाद